हाई हेलो शिवा एन्ड नमस्ते इट्स मी आइफी साम्पाङ सो आज पनि मेरो अर्को भिडियोमा यहाँहरूलाई स्वागत छ। अनि आजको भिडियो चाहिँ के को लागि भन्दाखेरि जेठको 8 गते हाम्रोतिर एकदमै ठुलो बाढी पहिरो गयो नि त। अनि त्यो बाढी पहिरो गएर चाहिँ मेरो चाहिँ त्यो धेरै डराएर हो कि लाइक अब डराएरै भन्छु म चाहिँ। यो कानको फेद दुखेर होइन अनि मुटु दुखेर म चाहिँ भिडियो मोबाइल सोबाइल आफूलाई कसरी बाँच्ने होइन अनि आफूलाई कसरी सेभ हुने त्योमा मात्रै मेरो एकदमै ध्यान थियो क्या। अनि हिजो म अफिस जानु पर्ने थियो, म हजुरलाई देखाउँछु। अनि मेरो पछाडि ब्याकग्राउन्ड देखिराख्नु भएको छ नि, अनि यहाँ यो बाढी पहिरो गएको चाहिँ। अनि मलाई चाहिँ के थियो भने आफू चाहिँ कसरी सेफ हुने कसरी बाँच्ने होइन अनि कहाँ जाने के गर्ने। त्यो बाढी पहिरोले एकदमै अब अहिले पनि स्टिल मलाई गुरुरु गरेर थोरै गुडुङ गरेर करायो भने पनि मलाई डर लाग्छ कि थुरुप तर्सिन्छु म। अनि त्यतिसम्मको डर तनाव हुन्छ नि मनमा, आफूले आफ्नो डरले आफैले खान्छ अरे क्या, आफ्नो मनको डरले चाहिँ आफैले खान्छ अरे, अरूलाई खाँदैन अरे भने जस्तै मलाई पनि सेम त्यस्तै भएको थियो। अनि मैले भिडियोहरू पनि केही बनाउनु सकिदिनँ। हिजो मरेर म पुल तरेर गएँ है। अनि पुल तरेर जाँदा पनि यस्तो डर लागिरहेको थियो, यस्तो डर लाग्थ्यो। त्यो चाहिँ मरेर मैले भिडियो बनाएको, नत्र भए अस्ति कति ठुलो पहिरो गयो अनि हाम्रो घर वरिपरि गयो। म खाली खुट्टै कुदेको थिएँ क्या बेहोस भएर, अब त्यो दिमागमै केही नआएको कि। अनि त्यो भएर म कस्तो तनाव थियो नि त, त्यही भएर पनि अनि मलाई डरले पनि अहिले पनि स्टिल म एकदमै स्पिड आएको। अनि घाम लागेको थियो नि त हिजो आज एकदमै घाम लागेर पनि म चाहिँ त्यही भएर पनि मलाई डर लागेन। अनि थोरै प्लस बाटो हुँदो पनि एकदमै स्पिड मलाई पुल गरेपछि चाहिँ मलाई सबैभन्दा मेन डर भनेको पुलमा थियो। पुलको चाहिँ एउटा पुल छ, अरू सबै पुल लगिदियो नि त हामी तर्ने। अनि त्यो पुल मलाई चाहिँ त्यो पुलको जिप पनि थोरै थामेको छ कि, म भरे देखाउँछु। अनि त्यो पुल कसरी तर्छु भन्ने थियो। अनि हतार आएँ तर एकदमै अनि होइन अनि त्यही डरहरूले पनि मलाई एकदमै सताएको थियो। हजुरकोतिर कतिको बाढी पहिरो गइरहेको छ होइन, एकदमै सेफ रहनु होला। अहिले एकदमै नराम्रो छ। पहिलातिर चाहिँ होइन, पहिला पनि हाम्रोतिर घरहरू कति धेरै बगाएको है, पोहोरको साल परेको साल हो। तर असार साउनतिर थियो, अहिले त जेठबाटै स्टार्टिङ भयो नि त। अनि एकदमै डेन्जर भइरहेको छ हाम्रोतिर चाहिँ बाढी पहिरोले क्षति पुर्यायो होइन कृषकहरूलाई। अब धान रोप्ने बेलामा हिलाएर होइन अनि बिउहरू कसैको रोपिसक्नु भएको थियो, कसैको रोप्न बाँकी थियो, एकदमै धेरै हानि पुर्यायो नि त। अनि सो हजुरहरूकोतिर के छ कसो छ होइन। अनि हाम्रोतिर चाहिँ एकदमै नराम्रो भइरहेछ। अनि यति नजिकसम्म खोलाहरू आएको छ है। अनि यस्तो हेर्नु न, भलबाढी पसेर खेतमा यस्तो गरेको छ। र पनि अहिले चाहिँ उहाँहरूले रोप्नलाई है यो जति पनि भलबाढीहरूले लिएको थियो नि त यो गराहरू छ, तर बिउ चाहिँ छैन क्या। अनि धानको बिउ भए त रोप्न मिल्थ्यो बिचरा है। अब 1 वर्षको कमाइ अनि कति धेरै हुन्छ नि। अब खेतलाहरू कति माथिको यो ठाउँमा त धान पनि रोपिसकेको थियो क्या, अस्ति धान पनि रोपिसकेको थियो। धान रोपेकै दिन बाढी पहिरो आयो क्या। अनि यत्रो धेरै जग्गा छ तर बिउ एउटा छैन। अनि उहाँहरूले र पनि अब थोरै बिउ बाँचेको ठाउँहरूमा चाहिँ यहाँ थोरै देखिराख्नु भयो होला, यहाँ बाँचेको ठाउँहरूमा चाहिँ उहाँहरूले धान चाहिँ त्यो मुढाहरू सबै सोरेर है, अब यस्तो बाँझो बनाएको छ नि त मुढाहरू सबै लिएर अनि आगो लाएर अब यहाँ चाहिँ थोरै बिउ बाँचेकोहरूमा चाहिँ रोप्नुलाई होला उहाँहरूलाई। कति धेरै घाटा भयो। अनि प्लस अब यति यस्तो सोचेको थिएन कि। अनि अब हाम्रो चाहिँ घरतिर जाने बाटोहरू पनि पुल छैन क्या। यहाँनिर एउटा पुल थियो है, यो पारी चामलिङ डाँडा भन्छ। अनि त्यो जाने ठाउँमा पनि पुल थियो, त्यो जाने पुल पनि लगिदियो होइन। त्यहाँबाट पुल थियो, त्यो एउटा लगिदियो। अनि अब अर्को पुल छ, हामी अहिले तरिरहेको थोक पुल छ है, यहाँ छ यो पुल चाहिँ। तर यो पुल पनि अब थोरै मात्रै बाँकी छ क्या। अनि यो पुल पनि लगिदियो भने चाहिँ हामी पारीतिर बजारतिर जाने केही एउटा कुनै ठाउँ छैन कि। खाने तेलहरू आई थिङ्क हुन्छ नि, खानेकुराहरू सकियो भने पनि त्यो लिन जाने ठाउँ पनि छैन क्या। यो चाहिँ थोरै यतिले थामेको छ, अस्ति त यति धेरै थिएन, अहिले झन् धेरै लगिसकेछ है। अनि के एउटा पुल बाँकी छ। अब उता पल्लो गाउँको लागि जानलाई चाहिँ अहिले अब फर्केहरू लाएर यही पुल तरिराख्नु भएको छ। अनि यो पुल पनि लग्यो भने चाहिँ एकदमै धेरै घाटा हुन्छ क्या। अनि अरू ठाउँ त अप्सनै छैन क्या। एकैचोटि माथि यसको टुप्पोमा एउटा पुल छ, त्यो पुल तर्नको लागि मात्रै हो। अनि हाम्रो घर जाने बाटो यता माथि पर्छ है। अनि यति धेरै खोलेको छ, यति धेरै यहाँ हुँदो खेत थियो, यो सबै धान रोप्नलाई रेडी गरेको खेतहरू है। अनि यो खेतहरू पनि अब हेर्नु न बिउहरू केही छैन होइन। अनि बिउहरू नभएपछि के रोप्ने है। अनि ती माथि खोलाले पनि यत्रो बाढी पहिरो यताबाट पनि लगिदियो, सबै लगिदियो क्या, ठाउँै छैन क्या। अनि यति धेरै मन दुख्छ, यति धेरै है। अनि हामीलाई देख्दा त यति धेरै गाह्रो हुन्छ होइन। झन् उहाँहरूले त कति धेरै मेहनत गर्नु भएको हुन्छ, उहाँहरूको दिनरात पसिना होइन। कृषकहरूलाई त भन्ने ठाउँै छैन बिचरा, उहाँहरूलाई त केही होइन हुन्छ नि, केही शब्दै छैन क्या। हेर्नु न यस्तो बिजोग छ है। अनि मनै दुखेर आउँछ क्या।
अनि अब खोला यहीँ आइरहेछ अब यो पनि अब अहिले रोपेर पनि फेरि आउँदैन भन्ने हुँदैन नि त होइन अब यस्तो धेरै दुःख छ अनि म चाहिँ अस्ति हुँदो चाहिँ बाढी पहिरो आएको दिन म यहीँ घरमै थिएँ नि त तर मलाई चाहिँ केही आँटै नआएको के यो भिडियो बनाउने मेरो दिमागमै नआएको कसरी बाँच्ने अनि कहाँ जाने के गर्ने त्यति मात्रै थियो क्या मेरो कन्सेप्टमा चाहिँ यत्रो बाढी पहिरो आएर पारी बजारको मान्छेहरू आएर भिडियोहरू बनाएर कति धेरै लाग्नु भएको थियो तर त्यो दिन त मलाई केही आँटै नआएको क्या अनि जुन यो देखिरहेको जग्गा छ नि म थोरै जुम गर्छु यहाँ चाहिँ 2टा घर थियो त न उहाँहरू चाहिँ राति बस्नु भाग्नु सफल हुनुभएछ कि नत्र भए एउटा घरको नाममा एउटा नाम निशाना एउटा केही छैन क्या त्यहाँ त यत्रो घर जत्रै त्यत्रो ढुङ्गा लडेको छ है अनि त्यो पहिरो गएको दिन सम्झ्यो भने त मेरो स्टिल अहिले पनि सास रोक्छ क्या यस्तो धेरै डर लाग्छ है अनि यहाँनिर गाईबस्तु बगायो अनि अब यत्रो ज्यादा खेतहरू छ है कतिवटा खेतहरू लगिदियो नि त कति खल यो पारीहरू सबै धान रोप्नलाई रेडी गरेको खेत हो त्यहाँ सबै एउटै बिना लगिदियो होइन अनि अब यत्रो जग्गामा चाहिँ धानको बिउ रहिएको भनेको है अब रोप्नु यत्रो जग्गामा धेरै भए पनि हुने थियो है अब अहिले राखेको बिउले त काम छैन नि त केही पुग्दैन क्या यत्रो जग्गामा अब बिउ बाँचेको भनेको यति हो क्या उहाँहरूको एकजनाको मात्रै रहेछ यति बिउ छ है र पनि यति बिउमा त यहाँ हुँदा चाहिँ थोरै भलबारी पसेको छैन यतिमा त रोप्न मिल्छ पानी हुँदाखेरि चाहिँ सो एकदमै होइन नसोचेको कुराहरू हुन्छ है अनि एकदमै नराम्रो लाग्छ सो हजुरहरूकोतिर के छ कस्तो छ होइन यसै सेफ अनि हजुरहरू सेफ रहनु होला स्टिल अहिले त बाटोहरू काट्दा ओर्दा पनि अब डाँडा पाखातिर एकदमै धेरै बाढी पहिरो आउनेहरू छ होइन हजुरहरू एकदमै केयर गर्नु होला बी केयरफुल ओके बाई बाई टेक केयर